छैन आज चाहिँ म गाउँ आएको छु। म धेरै दिन भयो गाउँ आएको बिरामी भएर होइन। अब आज चाहिँ भाइहरूसित एकछिन रमाइलो गर्न पोखरीतिर जान लागेको। हेर्नु भाइहरू यहाँ भाइ बहिनी अनि म चाहिँ हेर्नुहोस् मेरो घर भाइहरू हेर्नुहोस् होइन। अनि यो चाहिँ मेरो घर बाहिरको पट्टि हो। यी फुलसुल रोपेर हामीले फुलहरू रोपेको छौँ। अब चाहिँ हामी यो घरबाट चाहिँ पोखरीतर्फ जाँदैछौँ सबै, म मेरो भाइ बहिनीहरू होइन घुमघाम गर्न। हेर्नुहोस् यो अङ्गुरको बोटहरू घरमै रोपेको छौँ हामीले। यो चाहिँ मेरो पुरै घर हो। हेर्नु मेरो यो चाहिँ मेरो आफ्नो करेसा बारी हो। अब करेसा बारी चाहिँ भन्न सकिन्छ अथवा केही खेत भन्न सकिन्छ। हामी चाहिँ खेत भन्छौँ अनि करेसा बारी। अब हामी यहाँबाट चाहिँ हाम्रो पोखरी पुग्न लगभग 10-15 मिनट जति लाग्छ। अलिक टाढा नै छ पोखरी। अनि हेर्नु भान्टाहरू रोपेछौँ, काँक्राहरू रोपेछौँ। अब चारै दाजुभाइ बहिनीहरू जाँदैछौँ हामी सबैजना पोखरीतिर घुम्न। यो चाहिँ होइन हाम्रो यो काँक्रा, यो चाहिँ हामीले यस्तो स्टाइलमा काँक्रा रोपेछौँ। अनि यो भान्टा यो तरिकाले काँक्रा रोपेछौँ। यहाँ हेर्नु हाम्रो चाहिँ यी बाख्राहरू। अनि यो गोठ भयो, हाम्रो गोठ भयो होइन। यो बाख्रा खसीहरू हेर्नुहोस्। पक्नु तपाईँलाई हाम्रो मिल पनि छ, म मिल पनि देखाइदिन्छु। चाहिँ चिउरा कुट्ने होइन। अनि यो चिउरा कुट्ने हो। अनि यो मसलाको। अनि यो चाहिँ तेलको यो तेलको मिल हेर्नु। यो तेलको मिल हो। यहाँ 4-5वटा मिल छ, सबै खालको मिल छ यहाँ हेर्नुहोस्। पोखरीतर्फ लाग्नु होइन हामी यता मिल, हाम्रो यो मिलबाट चाहिँ बाटो छ। अब अर्को बाटो पनि छ यताबाट। अब हामी चाहिँ अब पोखरीतर्फ लाग्यौँ। अब पोखरी पनि जाँदाखेरि के बाइक लिएर जानु भनेर नि त्यही भएर हिँड्दै गइरहेछौँ। यो चाहिँ हाम्रो सुनिल सरको स्कुल हो। यो गाउँको यतापट्टि हाम्रो घरभन्दा हल्का टाढामा एउटा पोखरी जाने बाटोमा स्कुल पनि छ। यताको बाटोमा पिच ल्यायो भने छिटै बिग्रिन्छ भनेर यो सिमेन्टीको बनाउनु भएको छ होइन। हेर्नुहोस् यता उता बन्दैछ। अब बन्दैछ, बिस्तारै बनिसक्छ। अनि हेर्नुहोस् यतातिर छिटै बन्छ। 3-4 महिनामा कम्प्लिट हुन्छ होला यो बाटो पनि। अनि रमाइलो हुन्छ। पहिले त पानी परेपछि यो बाटोमा पुरै हिलो हुन्थ्यो। अब यस्तो भएपछि अलिक राम्रो हुन्छ। यहाँ हेर्नु तपाईँहरूलाई कतिजना लाग्छ होला, यो चाहिँ केबल कार हो होइन। तर यो हाम्रो यता सिमेन्ट फ्याक्ट्री छ नजिकै सिमेन्ट फ्याक्ट्री छ। त्यो गैडाछाप सिमेन्ट फ्याक्ट्रीको यो चाहिँ ढुङ्गा बोक्ने हो। यो केबल कार जस्तै देखिन्छ तर केबल कार चाहिँ होइन। यो हेर्न सक्नुहुन्छ। हामी उताबाट आएको। अब बाटो बन्दैछ। यो चाहिँ उता अलिक यहाँबाट 5 मिनटको टाढामा सिमेन्ट फ्याक्ट्री छ। त्यहीँ जान्छ यसले ढुङ्गा बोकेर। खेतै खेत जानुपर्छ। पोखरी त अब धेरै भयो। पोखरीमा माछा हाले पनि हामीले खान पाउने होइन, अरूले चोरेर लगिदिइहाल्छ। त्यही भएर आजकल पोखरीमा माछै हालेको छैन। त्यही पनि बहिनीहरूले भाइहरूले जाम पोखरी घुम्न भनेर मात्रै आएको, नत्र कहाँ आउँथ्यौँ। र पोखरीमा पनि पानी सुकिसकेको छ होला। अब फेरि राम्ररी बनाएर त्यही पोखरीलाई अनि माछा हाल्नुपर्छ। अहिले पोखरीमा माछा हाल्ने बित्तिकै आफूले खान पाउने होइन, अरूहरूले चोरेर लगिदिन्छ पोखरी। हेर्नुहोस् हाम्रो पोखरी जाने बाटोमा यस्तो खेत जानुपर्छ। हेर्नु यहाँ कति माछाहरू छन्। यो हेर्नु यो यस्तोमा माछाहरू हुन्छ क्या। हेर्नु यहाँ अहिले चाहिँ म गाउँमा आएको छु त्यही भएर यस्तो पो, नत्र त काठमाडौँमा बस्दाखेरि त यस्तो देखाउन पाउँदिनँ। त्यही पनि हेर्नु गाउँमा आएर घुमघाम गर्दैछु आफ्नो गाउँ। हेर्नु त्यहाँ मेरो भाइ माछा मार्दैछ। यो चाहिँ भुँडी फुटाउने हो। यो
यो पोखरीमा बसिरहेछ। यो यसलाई के भनिन्छ इङ्ग्लिस नेपालीमा त्यो चाहिँ थाहा भएन होइन, तर यसलाई भुरी फुटाउने, हामी चाहिँ भुरी फुटाउने भनेर चिन्छु। हेर्नु 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 कत्रो ठुलो छ। बकुला भनिन्छ सायद यसलाई। हेर्नु 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 कत्रो ठुलो छ। हेर्नु राम 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 राम। ओ हेर्नु एउटा ऊ त्यहाँ रुखमाथि छ। अहिले चाहिँ आफ्नो पोखरी पुगेको छौँ। हेर्नु पानी पनि पुरै सुकिसकेको छ। अहिलेको महिनामा पानी पनि पुरै सुकिन्छ। हेर्नु आफूले त एउटै माछा खान पाउने होइन, अरूले सबैले माछा मारेर गइसकेको छ। एउटा हामीले फाइनली चाहिँ पोखरी पुगिसकेको छ। हाम्रो खेतहरू पनि छ यतातिर। यो यस्तो यो खेतहरू हाम्रै हो होइन। यताको यो चाहिँ यता खाली भएको खेत चाहिँ हाम्रो यताको होइन। अनि हेर्नु हामी चाहिँ पुरै बिचमा छ, पुरै यताको बिचमा छ। अनि अहिले पानी सुकिसकेको छ, अनि त्यही भएर अहिले माछा पनि छैन। हेर्नु यिनीहरू कहाँ हिँडेको होला यिनीहरू, यहाँ आउन पाएको छैन। चकचक सुरु भइहाल्छ। के हो के हो के छ कहाँ छ? हेर्नु गाइस के देख्यो फेरि यिनीहरूलाई। के हो के हो? माछा माछा खोइ कहाँ छ कहाँ छ? हेर्नु गाइस यस्तोहरूलाई देखेर माछाको बच्चा अरे। म चाहिँ होइन, हामी चारै दाजुभाइहरू होइन, बहिनी। अनि यता माछा मार्न आएको, माछा भन्दा पनि पोखरी घुम्न आएको। अनि यिनीहरू चाहिँ माछा मार्न छिरेछ। यत्रो पानीमा न माछा छ न केही, यति थोरै पानी छ। त्यही पनि हेर्नु के गर्दैछ। हेर्नुहोस् हेर्नुहोस् यिनीहरूलाई, हेर्नुहोस् के गर्दैछ यिनीहरूलाई। हेर्नुहोस् के गरेको तिमीहरूले? माछा पक्रेको? हेर्नुहोस् यसमा काहीँ माछा भेटिन्छ यस्तो यत्रो सानो पानीमा? कहाँ छ? त्यत्रो सानोमा पानीमा माछा हुन्छ त? खोइ हेरौँ यता आइज। के हो यो? अनि प्लास्टिकमा माछा आउँछ त? हेर्नु हेर्नु यिनीहरूको काम के गरिरहेछ। त्यही भएर यिनीहरूलाई म पोखरी ल्याउँदिनँ। हेर्नु ओइ त्यसले माछा आउँदैन, ओइ आउँदैन। हेर्नुहोस् यिनीहरूलाई। हेर्नु 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 खोइ खोइ यता देखा त, यो मरेको माछा देखाइरहेछ। हेर्नु त्यसलाई जाउँ है घर जाऊँ। अब चाहिँ हामी घर जान लागेको। यिनीहरूलाई यहाँ छोडिदियो भने भर दिन यही काम गर्दै बस्छ। त्यही भएर अब घरतिर जान लागेको। हेर्नु 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 माछा पक्रिने तरिका हेर्नु। तिमीहरूले सक्दैनछौ माछा मार्न, निस्कि निस्कि। हेर्नु 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 हेर्नु। जामै घर जाम जाम। यो महिनामा कोक्रा पाउँछ नि तिमीहरूलाई दिउँसो। त्यही पनि हेर्नु गङ्गटा खोज्न जाम भन्दैछ अहिले यति बेला। अनि दिउँसो क्या गङ्गटा पाइन्छ? पाउँदैन। ल जाम। हामी चाहिँ यसलाई घोङ्गी भन्छ होइन। अनि तपाईँहरू के भन्नुहुन्छ? खोइ ओइ खोइ यो त्यो खोइ यो के हो? तपाईँहरू एकचोटि कमेन्ट गर्नु होइन। के हो यसलाई तपाईँहरू के भन्नुहुन्छ? खोइ सिप भनिन्छ यसलाई। ए ल हेर्नुहोस् बहिनीले पाएको यो चाहिँ। खोजेपछि अनि एउटा यो सिप भेट्यो। अनि
घोङ्गी, हामी चाहिँ घोङ्गी भन्छौँ। अब तपाईँहरू के भन्नुहुन्छ त्यो थाहा भएन होइन। अनि त्यही बहिनीले भेटाएको, यो चाहिँ सिप भेटाएको। अनि यत्रो खोजेपछि अब केही नभेटेपछि हामी सबैजना घरतर्फ लागिरहेछौँ। अब के भनौँ, यस्तो हामी त्यत्तिकै रमाइलो मात्रै गर्न आएको, भाइ बहिनीहरूले जाऊँ भनेपछि मात्रै आएको, नत्र के आउँथ्यौँ यतातिर। त्यही रमाइलो भयो। अब जाँदैछौँ घरतर्फ। हस् त, आजका लागि यति नै, बाई।